जेलले मैले जेलले खोलेर म चाहिँ यस्तो रेडी भएको छु भाइ कस्तो देखाएको छ झन् उता गयो हामी त यही चाहिँ हामी चाहिँ यहाँनिर पाउन भनेर बसिरहेको खानु बस्यो हामी चाहिँ खान्छौँ अघि हामीलाई खाजा दिनुभएको थियो त्यहाँबाट लड्यो भने त म स्वर्ग पुग्छ स्वर्गमा ठाउँमै छैन त्यहाँनिर चाहिँ फर्किनु दिँदैन है अनि यो काँडा काँडा मात्रै खै चाहिँ कम छैन ल एकछिनै पुग्ने होइन कि लसुन मात्रै हो हेलो एभ्रिवान सबैजनालाई वेलकम छ मेरो न्यू ब्लगमा सो आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि हामी नै एकदमै सन्चै छौँ म एकदम सन्चै छु गाइज आज मेरो धेरै पछि भिडियो आउँदैछ है सो अनि के अरे आज चाहिँ मैले फर्स्ट टाइम ट्रेनिङ गरेको गाइज अनि यस्तो ट्रेनिङ गरेको चाहिँ मैले भिडियो बनाएन है कस्तो हेर्नु न यस्तो देखिरहेको मैले जस्तो देखेको म रुइरहेको थियो गाइज अनि कति दुःख हुन्छ ट्रेनिङ दुख्छ है ट्रेनिङ गर्दाखेरि नगर्नु होला कोही पनि कसरी गर्छन् होला मान्छेहरू त म त नमरे अनि मलाई कस्तो देखिरहेको ट्रेनिङ गरेर अनि गाइज हामी चाहिँ गाउँ जान लाग्यो है म अहिले भिडियो बनाउँछु ल गाइज म चाहिँ यस्तो रेडी भएको छु भाइ कस्तो देखाएको छ अनि A few minutes later. गाइज हामी चाहिँ 1 घन्टा पछि चाहिँ रोतक हामी यो डाँडा हुँदै 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 जान्छ गाउँ चाहिँ यहाँबाट जान्छ है त्यहाँ टिफर आइरहेको नि खै कहाँ आयो हाम्रो मम्मी आउँदै हुनुहुन्छ त्यो टिफरमा चाहिँ अब हामी यहाँनिर खाजा जान्छौँ अनि जान्छौँ गाइज अघि मैले देखाउन नि के अरे त्यहाँ होइन मेरो मेकअप गराएको मैले गाइज हामी चाहिँ खाजा खाएर अब हामी निस्किन लाग्यो हाम्रो मम्मी नि आउनु भइसक्यो माथि टिफरबाट A few moments later. सिसा खोल्नु पर्दैन फाइनली जाउँ दाइ अपी कतिहरू पैसा नदाबले त हामी झन् आमै टाढो भयो झन् उता गयो हामी त यही चाहिँ हामी चाहिँ यहाँनिर पाउन भनेर बसिरहेको अब रखी ल्याउँछ होला है हामीलाई यहाँनिर त्यो दिन पुरै फुलिरहेको थियो सबै जुत्तो भिउले है हामी भित्र छिरेको लो ओ त कति के बोले अब हामी रोटी तरकारी खान्छौँ गाइस गाउँको खती सगुन भन्छ मामाले ठुलो मामाले खाँदैन बेलुकासँग राख्नु भने आज
हामी खान्छु अच्छा उसले त खानु हुँदैन के पर्दैन भनेर ल्याउँदा पनि खाने भनेर बसिरहेको क्या अहिले त लसो गरेर मात्र खानुपर्छ होला के भन्दो रहेछ यस्तो फर्स्टमा दिने बाटो छेउमा बेला दिएको टोकर पर्छ त्यहाँले त ढोक्ने होइन कि लसो मात्रै हो रोक्नु नि पर्छ के ल सुरु ल ल्या खान्छु क्या हामी होइन खसीको हो खसीले वा मामाले चाहिँ खान मिल्दैन क्या किन त्यो के अरे भान्जालाई खानु नखाइसक्नु सुरु नलाए खाली थुमुरा बेर में ए खाली थुमुर बेर बेर ना है अन्जनालाई रोटी र तरकारी त्यही सब खानु सुरु न अब टिका लाउँछ खाना मेरो गिफ्ट गाइस मेरो सुरुमा चाहिँ गाइस चाहिँ के गर्नुपर्छ मेरो भात राखिसक्यो छोरी चाहिँ सब कभर खाइसक्यो दुईटै गर्न एकछिन के हुन्छ त बुढोको जमाना पूजा ल हो मनले सम्झिनु पर्यो अनि त्यहाँबाट गाउँठानीको देवीले पनि सेवा गर मनमा अनि यसो गरेर शुभ कार्य हो थुरले थुरो कतिबारले जुन के हो बाजुल राखेन सामग्री बुक्याल Mama jangan diulang bina. Itu biti pati balik mana jadi viral banget nih. Itu haka. Tadi dia apa man? Gimana ya? Kita lalu tu saat hari. Kalau mami kepala. Main cakap lagi dia. पर्दैन आज 2081 साल फागुन 21 गतेको दिन हाम्रो मनुष्य लोकमा देउनेको निम्ति हो हात खुवाइ भनेको उसो भनेको यो हो अरू अर्थात् केही छैन जान्दैन बाजेल त हाम्रो नातिनीको दशा दुर्बिन भनेको चौतिर भने सात समुद्रले बोकाएर लैजाऊ
बतासमा बनाउनु भयो मन्दिर बोलाएर जाऊ हाम्रो नातिनी त्यसै आयो सन्दर्भमा लक्ष्मी दैनु रात दैनु चन्दन दैनु नातिनीको दैनी हातमा इष्टमित्र देवले हातमा धन दर्पे समापन विवाह कार्यमा जुनसुकै अगाडि बढ्यो भनेर एउटा बारीको मैले मोलम त्यति हो अर्को कति मजाले छिजेको कति मजाले छिहाल्यो भन्नुहोस् त अब बस्छु नि त नबाना नबाना टेम्जे लाउले आयुष्मती भव लसो गरेर बसेन पैसा दिँदैन अब चाहिँ हाम्रो मम्मी हेलो आमेल क्लारी तपाईँले आमा मालम खोज्छ तपाईँको आमा तेम जेलले मैले जेलले खोल्नु र छैन ल मेरो पालन सक्यो गाइस हामी चाहिँ टिका सिका लाएर सकेर अब हामी डाँडामा फोटो खिच्न आएको ला ठाउँ छैन त नामसम्म बङ्गीबाट आफैमा ठिक छ हामीलाई नि पुलिसले फेरि कसले गाइस हामी चाहिँ यहाँनिर फोटो खिचेको यहाँनिर चाहिँ फोटो खिच्नु दिँदैन है अनि यो टिकटक हालिदिन्छ कि यो देखाउनु हुँदैन त्यही भएर हामी यहाँ टिकटक बनाउँदैन नदेख्ने ठाउँमा टिकटक बनाउँछ भने यहाँनिर चाहिँ कति अब आएर छ कहाँनिर गएर बनाउनु त टाढा टाढा मात्रै है गाई चाहिँ सम्म ठाउँै छैन है तर राम्रो रहेछ यहाँबाट चाहिँ पारी अबुई धन्ने पप्पला ऊ त्यो डाँडातिर चाहिँ हिउँ पर्छ त्यो डाँडाको उता चाहिँ ठुलो गाउँ छ अनि घुम्ने ठाउँहरू छ कि त्यता हामीले चाहिँ फोटो खिच्यो 2-3टा अनि हामी फेरि अब खाना खान्छौँ अघि हामीलाई खाजा दिनुभएको थियो अब हामी खाना खान्छौँ गाइस अनि जान्छ बाबु पनि यहाँबाट लड्यो भने त म स्वर्ग पुग्छ स्वर्गमा ठाउँमै छैन बस्ने ठाउँमै छैन स्वर्गमा गयो भने छैन यतातिर त गाउँ ठुलो हो गाइस होइन यो कति ठुलो गाउँ हो कि योहरू तर टाढा टाढाकै घर मलाई सानो लाग्छ भने अरू बच्चाहरू त फोटो खिच्या हामी चाहिँ गाई चाहिँ यहाँनिर फोटो खिच्दै छिटो बोइलेर ल कति नबिगान हल्का के भिडियोको लागि पागल दुईटा हातले यस्तो यस्तो मिलाइदिए
कपाल स्याहार गर्ने मान्छे त भयो म त भयो ल आज चाहिँ हाम्रो गाउँमा आएको छ यो सबैजना मेरो छोरीको पासमा भन्नु मेरो छोरीको पासमा हामी सँगै बसेर तिनीहरूले जति फोटो पुग्दैन म चाहिँ भात खान गएको ल गएँ साथी म चाहिँ भात खानलाई भात खाएर अब हामी जान्छौँ गाई यहाँ चढ्नुपर्छ अब लड्न सक्छ जाड खाएर जाने खाना लाग्छ जाट खानुपर्छ भने चाहिँ जाट खानु लाग्यो खाना खाएर सकेर अब घर जानु लाग्यो निस्किनु लाग्यो रात पर्छ 3-4 घन्टा लाग्छ बाटोमा हामी चाहिँ अहिले टोली जानु लाग्यो अब चाहिँ निस्किनु लाग्यो गाई जान्छ अब गए बाई बाई महोत्सव हेर्न आइदिनु महोत्सव अघि बसेको त नि हामीलाई पनि ल महोत्सव हेर्नलाई बाई 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 टाटा हामी निस्केको हामी यहाँ छोड्जीले बाई बाई A few moments later. यहाँबाट जानुहुन्छ अब मम्मी चाहिँ हामी चाहिँ एउटा गाडीमा जाने म चाहिँ बल्ल पुगेँ घरमा